नित्य प्रतिदिन मेरो लागि हवा गर्छ। अरे त्यो अग्निदेव जो नित्य प्रतिदिन मेरो लागि भोजन तयार गर्छ, त्यो चन्द्रदेव जो मेरो भएको कारणले गर्दाखेरि मेरो लागि उज्यालो दिन्छ। समस्त देवी देवताहरू मेरा अधीन छ। मैले सुनेको छु कि समस्त देवी देवताहरू मेरो भेटको कारणले गर्दाखेरि नजाने कुन लोकमा गएर लुकिएका छन् अनि मेरो वध गर्नको लागि अनेक देवीहरू आउँछन्। अनि स्वयं ब्रह्मा मेरो काल कोही पनि छैन। म त देवी देवताहरूको लागि काल हो। हे सुन, हे मेरा सेनाओ, समस्त मेरा भूत प्रसादहरू अधिक शक्तिशाली छन्, अधिक बलशाली छन्। त्यो देवी देवताहरू हामीहरूको अगाडि केही पनि छैनन्। हे सेनाओ, राङ्गली देहरादेऊ। हुन्छ महाराज। अगर कोही देवी देवताहरू यो नर्कलोकमा आयो भने त्यसको विनाश निश्चित छ। अगर कोई स्त्री आई भने कोई स्त्री आई सम्मान गरेर लिएर आऊ। हुन्छ महाराज। मैले सुनेको छु कोही स्त्री मेरो वध गर्नको लागि आउँदैछ। अरे स्त्रीहरूको काम रणभूमिमा होइन, स्त्रीहरूको काम घरको चार दिवारभित्र हुन्छ। फेरि पनि स्त्रीहरू बारम्बार हर समय हामी जस्ता व्यक्तिहरूसँग युद्ध गर्नको लागि आउँछन्। अवश्य महाराज। कहिले काली बनेर आउँछन्, कहिले देवी बनेर आउँछन्, कहिले भद्रकाली बनेर आउँछन्। फेरि पनि हामीहरू राक्षसहरूको वध कहिले पनि गर्न सक्दैनन्। हो महाराज, हो। शिव देवीले समस्त मेरा राक्षस भाइहरूलाई जस्तो कि हिरण्यकश्यप, हिरण्याक्ष, महिषासुर, शुम्भ, निशुम्भ यस्ता मेरा परमी मित्र परमवीर यस्ताहरूको पनि वध गरेका छन् त्यो देवीहरूले। अवश्य महाराज।
यसको म जस्तो वीरको वध कदापि पनि गर्न सक्दैनन्। आजदेखि कोही पनि त्यो देवीको जय जयकार गर्दैन। तिनीहरूलाई जय जयकार गर्नु छ भने मेरो गर्नु, पूजा गर्नु छ भने मेरो गर्नु। कसैले पनि त्यो देवी देवताहरूको पूजा गरौँ भने यो तलवारले त्यसको धड अलग गरिदिन्छु। कहाँ गए?